छोरो उठ्यो कि उठेन भनेर बिस्तारै ढोका खोलेर हेरेको। छोरो त उठेर पनि खेलिरहेको रहेछ। कालो र सेतो रङको किरिङ चाहिँ मैले उसको आँखामाथि चुनाइदिएको थियो। त्यसपछि उसँग बोल्दै मैले झुल पनि हटाइदिएँ। गुड मर्निङ छोरो भनेको खुसी भइरहेको थियो। त्यसपछि छोरोसँग गफ गर्न थालेँ। छोरो पनि गफ गरिराखिरहेको थियो। उसलाई चाहिँ गफ गरिराख्न साथी एकजना चाहिन्छ। आजभोलि चाहिँ मुखमा हात लाने भएर नङले कोतरेर कति ठुलो आवाज आइदिएछ। त्यसपछि मैले एउटा सफा कटन भिजाएर आँखा, नाक, मुख, कान पुछिदिएँ। त्यसपछि हातलाई पनि मजाले सफा गरिदिएँ मुखमा लगिराख्ने भएर, अनि गोडालाई पनि सफा गरिदिएँ। त्यसपछि चाहिँ मैले छोरोलाई टमी राखिदिएँ। राति चाहिँ जतिचोटि फिडिङ गराए पनि उसलाई कहिले नि बर्फिङ चाहिँ गराउँदिनँ। बरु बिहानै उठेर उसलाई टमी राखिदिन्छु, ऊ आफै गर्छ। टमी सपोर्टको लागि चाहिँ मैले उसलाई सिरानी पनि राखिदिन्छु। यति गराइसकेपछि चाहिँ म उसलाई डेली एक्सर्साइज गराउँछु, हात गोडाको एक्सर्साइज गराउँछु। ऊ खुसी भएको बेला चाहिँ मजाले गर्छ। साइक्लिङ, हिपिङ एन्ड गोडा र हातको टचिङ, यसरी नै एक्सर्साइजहरू गराउँछु। यसरी एक्सर्साइज गराउँदा इनर्जेटिक पनि हुने साथै रिफ्रेसमेन्ट पनि हुने। आजभोलि मेरा हरेक दिनको सुरुवात यसरी हुने गर्छ।